जग्गा किन्दा घर फ्रीमा भन्दा पनि हुन्छ। लगभग जग्गाको मूल्यमा तपाईले यस्तो राम्रो 2.5 ताले घर आफ्नो नाममा बनाउन सक्नुहुनेछ। नमस्कार, यहाँहरूलाई फेरि स्वागत छ घर जग्गा विज्ञापनमा। आजको यो विज्ञापन गर्ने क्रममा तपाईले टाढा हैन है, ललितपुरको यो सातो बाटो चोकको ठ्याक्कै साइडमा भन्दा पनि हुन्छ। लगभग जग्गाको मूल्यमा 2.5 ताले घर फ्रीमा पाउनुहुन्छ भन्दा पनि हुन्छ। यस्तो राम्रो चिटिक्कको बलियो आफै बस्नलाई बनाउनु भएको रहेछ है। अब तपाईले जग्गाको मूल्यमा यो घर आफ्नो नाममा बनाउन सक्नुहुनेछ। भिडियो अन्तिमसम्म हेर्नु होला अनि मात्रै थाहा पाइहाल्नुहुन्छ है त। अब तपाईलाई यो घरको बारेमा सरर जानकारी दिनेछु है। यो अगाडिको बाटो हेर्न सक्नुहुन्छ, यो ठुलो 18 फुटे बाटो रह्यो भने यो 10 फुटे बाटो, दुईतिर नै बाटो पिच रहेको छ। अब यो पूर्व साइडको दृश्य हेर्न सक्नुहुन्छ, तलदेखि माथिसम्म यस्तो खाले रहेको छ। सबै झ्यालहरू रहेको हुँदा, ढोकाहरू रहेको हुँदा एकदमै उज्यालो रुमहरू रहेको छ। सबै रुमहरू ठुलो साइजको उज्यालो रहेको छ भने एकैछिनमा भित्र गएर पनि देखाउनेछु। र यो दक्षिण साइडको दृश्य हेर्न सक्नुहुन्छ, यस्तो खाले रहेको छ है। ल टक्क अगाडिको फेस तलदेखि माथिसम्म यस्तो खाले रहेको छ। एकदमै राम्रो डिजाइन, पुरानो बलियो घर बनाउनु भएको छ है। अब तपाईलाई भित्रको दृश्य पनि देखाउनेछु। यहाँनिर यो गेट रह्यो हेर्न सक्नुहुन्छ। अब तपाईलाई यो बाटोको दृश्यदेखि सबै देखाउँदैछु हैन। यो गेट रह्यो भने यहाँनिर मजाको बाइक पार्किङ गर्न मिल्ने स्पेस पनि रहेको छ है। यो साइडमा पनि ओपन स्पेस रहेको छ। तपाईले जस्ताको तस्तै देखाउँदैछु। तलपट्टि भाडामा दिनुभएको छ है। यहाँनिर एउटा रुम रह्यो भने यहाँदेखि पनि ढोका रह्यो बाहिरी भागमा जाने। यहाँ अन्डरग्राउन्ड 12,000 लिटरको पानीको टङ्की रहेको छ भने यहाँनिर अरू 2वटा रुम पाउनुहुन्छ। यहाँ भाडामा दिनुभएको छ भने एउटा कमन टोयलेट बाथरुम भइ नै हाल्यो। अब तपाईलाई सिधै माथिल्लो तलामा लगेर जानेछु र त्यहाँको रुमहरूको दृश्य देखाउनेछु है त। यहाँ सेफ्टीको लागि यस्तो गेट लगाउनु भएको छ। तल भाडामा दिनुभएको छ भने माथि आफै बस्नलाई यहाँनिर सेफ्टी गेट पनि देखिहाल्नु भयो तपाईले। अब यसै गरी म माथिल्लो तलामा आइपुगेँ है त। तपाईलाई यहाँनिर भित्र रुमहरूको दृश्य देखाउन चाहे। यहाँनिर हेर्न सक्नुहुन्छ, यो ठुलो हल टाइपको एउटा रुम रहेको छ। 2वटा रुम बराबरको एउटै बनाउनु भएको छ हेर्न सक्नुहुन्छ। यहाँदेखि अगाडिसम्म यसमा झ्याल भनेको एउटा, त्यहाँनिर बिचमा यो ढोका, बाहिर प्यासेज भयो भने यहाँनिर अर्को झ्याल र यो साइडमा पनि झ्याल रहेको छ। एकदमै उज्यालो, बिहानदेखि बेलुकासम्म घाम आउने रुम हेर्न सक्नुहुन्छ। भित्रै घाम आएको छ। एकदमै ठुलो साइजको उज्यालो रुमको दृश्य देखाउँदैछु है। यस्तो खाले रहेको छ हेर्न सक्नुहुन्छ। 2वटा रुम बराबरको एउटै रुम बनाउनु भएको छ। यो तपाईलाई यहाँदेखि देखाउँदैछु। अब यहाँदेखि हेर्न सक्नुहुन्छ, यो अगाडिको ओपन स्पेस रहेको छ। यहाँ यो बाल्कनी पनि रहेको छ है। तपाईले यताबाट देखाएँ, यहाँनिर हेर्न सक्नुहुन्छ। मजाको बाल्कनी प्यासेज देखिहाल्नु भयो तपाईले। र यो ठुलो साइजको रुमको दृश्य। यतापट्टि बेड छ भने यहाँनिर हेर्न सक्नुहुन्छ। यो सोफाहरू हैन, एकदमै ठुलो मजाको 2वटा रुम बराबरको एउटै रुम बनाउनु भएको छ। र यसै गरी अब उतापट्टि अर्को रुम रहेको छ, त्यो पनि देखाउनेछु तपाईलाई। यहाँनिर यो बिचको भाग रह्यो हेर्न सक्नुहुन्छ। यति ओपन स्पेस पाउनुहुन्छ। र यसै गरी यहाँनिर तपाईले यो अर्को रुम पाउनुहुन्छ है। यो बेडरुम रहेको छ, मिडियम साइजको रहेको छ। यो पनि एकदमै उज्यालो रहेको छ, किनकि यसमा 2 साइड झ्याल रहेको छ। यो साइड पनि झ्याल रहेको छ र यो साइड पनि झ्याल रहेको छ। 2 साइड झ्याल रहेको हुँदा यो रुम पनि एकदमै उज्यालो मिडियम साइजको बेडरुम रहेको छ है। हेर्न सक्नुहुन्छ, यस्तो खाले रहेको छ। तपाईलाई जस्ताको तस्तै देखाउँदैछु है त। ल यो बेडरुमको दृश्य पनि हेरिसक्नुभयो। र यसै गरी अब यहाँनिर तपाईले यो अर्को रुम पाउन सक्नुहुन्छ। यो पनि उज्यालो मिडियम साइजको बेडरुम रहेको छ हेर्न सक्नुहुन्छ। यसमा यो साइड झ्याल रहेको हुँदा यो पनि निकै उज्यालो पाउनुहुन्छ है त। हेर्न सक्नुहुन्छ, लगभग सानो 2वटा रुम बराबरको यो पनि ठुलै लाम्चो बेडरुम रहेको छ। यहाँनिर बेड रह्यो भने यो साइडमा दराज र्याक रहेको छ। परैसम्म हेर्न सक्नुहुन्छ। तपाईलाई यो रुमको दृश्य पनि जस्ताको तस्तै देखाइसकेको छु। र यसै गरी अब यहाँ बिचमा तपाईले पाउन सक्नुहुन्छ, यो कमन टोयलेट बाथरुम रहेको छ। यहाँनिर यो पनि देखाउनेछु है तपाईलाई। यस्तो खाले यो चिटिक्कको यो कमन टोयलेट बाथरुम उज्यालो रहेको छ। यस्तो खाले देखाइसकेको छु। यहाँनिरका तपाईलाई यो एउटा बेडरुम र यतापट्टिको अर्को बेडरुम र यतापट्टि ठुलो लिभिङ रुम, 2वटा रुम बराबरको एउटै रुम, 3वटा रुमको दृश्य देखाइसकेको छु। अब म सिधै माथिल्लो तलामा लगेर जानेछु र वरिपरिको दृश्य। माथिल्लो तलामा पनि 2वटा रुम रहेको छ, त्यो पनि देखाउनेछु है तपाईलाई। तपाईलाई माथिल्लो तलामा लगेर जाँदैछु है त। यो सिडी भयो, एकदमै ठुलो साइजको रहेको छ सिडी। साइडमा यस्तो खाले रेलिङ युज गर्नुभएको छ हेर्न सक्नुहुन्छ। यसै गरी अब म यो घरको माथि टपमा आइपुगेको छु। यहाँ आउँदा बित्तिकै तपाईले एउटा यो किचन रुम पाउनुहुन्छ है। अर्को उता बेडरुम बनाउनु भएको छ। यो किचन रुम एकदमै उज्यालो रहेको छ। जस्ताको तस्तै तपाईलाई देखाउँछु है। ल हेर्नुस्, यो साइडमा घाम आउँछ टक्क। भित्र आउँदा बित्तिकै एकदमै उज्यालो चिटिक्कको यो ठुलो साइजको किचन रुमको दृश्य तपाईलाई जस्ताको तस्तै देखाउँदैछु है त। ल टक्क यो किचन रुमको दृश्य देखाइसके भने अब यतापट्टि यो एउटा कमन टोयलेट बाथरुम भइ नै हाल्यो हैन।
टक्क यहाँनिर कमन टोयलेट बाथरुम रहेको छ हेर्न सक्नुहुन्छ एकदमै ठुलो साइजको यो कमन टोयलेट बाथरुम रहेको छ सानो एउटा रुम बराबरको र यहाँनिर अर्को रुम रहेको छ है त्यो देखाउन पाइन र यहाँनिर तपाईले पूजा रुम पाउनुहुन्छ अब यसै गरी यो घरको बाहिरी भागमा एकदमै ओपन स्पेस पाउनुहुन्छ खुल्ला स्पेस यहाँनिर हेर्न सक्नुहुन्छ मजाले आनन्दले बस्न सक्नुहुन्छ र यो माथिसम्मको दृश्य यस्तो रहेको छ अझै माथि लगेर जानेछु यहाँ घाममा बसेर कपडाहरू धुन पनि सक्नुहुन्छ है त तपाईहरुले यहाँनिरको यो किचन रुम र यता अर्को एउटा रुम रहेको छ भने यो कमन टोयलेट बाथरुम भइ नै हाल्यो र यो पूजा रुमको दृश्य हेरिसक्नु भयो भने यो बाहिरी भागको दृश्य पनि देखाइसकेको छु अब तपाईलाई सिधै म माथि टपमा लगेर जाँदैछु टपदेखि वरिपरिको दृश्य देखाउने छु यहाँनिर फलामको गोल रेलिङ हेर्न सक्नुहुन्छ यस्तो खाले राख्नु भएको छ भने यो घरको माथि छतमा आइपुगेको छु है छतमा आउँदा बित्तिकै एकदमै खुल्ला ओपन स्पेस हेर्न सक्नुहुन्छ टक्क मिलेको सेपको जग्गामा बनेको भन्ने यहाँ आएर देखिन्छ अनि तपाईले हेर्न सक्नुहुन्छ यहाँनिर पानीको टङ्की दुईवटा रहेको छ पानीको प्रशस्त मात्रामा सुविधा रहेको छ भने अब यहाँ सेन्टर लोकेसन है यो पछाडिको हेर्न सक्नुहुन्छ ठुलो यो कलेज टक्क यो साइडमा हेर्न सक्नुहुन्छ भने अब यो साइडमा अगाडिको यो बिल्डिङहरू हेर्न सक्नुहुन्छ यस्तो खाले रहेको छ भने अब मेन भनेको हाइवे रिङ रोड सातो बाटो चोक ट्याक्कै तपाईले हेर्न पाउनुहुन्छ अगाडि नै रहेको छ है अब यो एन्फा फुटबल ग्राउन्ड ठ्याक्कै यो अगाडि तपाईले देखिहाल्नु भयो भने यतापट्टिको यो दृश्य हेर्न सक्नुहुन्छ हाइवे बाटो यो अगाडिको तपाईले देखिरहनु भएको यो हाइवे है लगभग 2-3 किता अगाडि भन्दा पनि हुन्छ यो ठुलो एकैजनाको रहेछ यो टहरो भएको यसको अलिकति अगाडिपट्टि मेन हाइवे बाटो ललितपुरको रिङ रोड है रिङ रोड नजिकै ल रिङ रोड देखिरहनु भयो त्यहाँदेखि यहाँ यो पछिको लागि एकदमै कमर्सियल भन्दा पनि हुन्छ अहिलेदेखि नै तपाईहरुले व्यापार बिजनेस गर्छु भन्दा रिङ रोड नजिकै हाइवे नजिकै एकदमै राम्रो चिटिक्कको यो 4 कुना मिलेको स्क्वायर मिलेको जग्गामा बनेको यो 2 तलाको घर जस्ताको तसै तलदेखि माथिसम्म देखाइसके पक्कै पनि मन पारिसक्नु भयो आहा नि यस्तो राम्रो घर तलदेखि माथिसम्म वरिपरिको दृश्य सबै हेरिसक्नु भयो मन पारिसक्नु भयो होला किन पनि लागिसक्यो होला यो घरको एक्ज्याक्ट लोकेसन भन्नुपर्दा ललितपुर महानगरपालिका वडा नम्बर 17 सातो बाटो चोक जताबाट आउँदा पनि सेन्टर लोकेसन काठमाडौँ ललितपुर भक्तपुरको लागि सेन्टर मुटु भन्दा पनि हुन्छ सातो बाटो चोकदेखि अलिकति ग्वारखु जाने साइडमा एन्फाको यो फुटबल ग्राउन्डको ठ्याक्कै साइडमा रहेको फिल्डमा 3 आनामा बनेको नक्सामा 2.5 आना क्षेत्रफलमा बनेको यो 2.5 ताले घर 9-12 को पिल्लर रहेको छ भने एकदमै बलियो रहेको छ यसमा तपाईले टोटल 8 वटा रुम पाउनुहुन्छ भने 3 वटा कमन टोयलेट बाथरुम अगाडि ठुलो 18 फुटे पिच बाटो अर्को साइडमा 10 फुटे बाटो पूर्व दक्षिण फेस गरेको सबै रुम उज्यालो ठुला रहेको छ तपाईले यो घर एकचोटी भिजिट मात्रै गर्नुस् है ढुक्कले लगानी गर्नुहुन्छ किनकि लगभग जग्गाको मूल्यमा तपाईले आफ्नो नाममा बनाउन सक्नुहुनेछ अब यो एरियामा आनाको कति सातो बाटो वरिपरि तपाईले थाहा नै होला 1.5 करोड पनि भन्छन् है त तपाईले त्यति हाल्नु पर्दिन नआतिनुस् जम्मा 2 करोड 60 लाखमा यो घर आफ्नो नाममा बनाउन सक्नुहुनेछ अब ढिला नगर्नुस् साइडमा हेर्नुस् न घरको लागि भन्दा नम्बर राखिसकेको छु डाइरेक्ट कन्ट्याक्ट गरेर राम्रोसँग बुझेर लिन सक्नुहुनेछ र केही नबुझेको कुरा छ भने तल कमेन्टमा लेख्नु होला भन्दै आजलाई बिदा हुन चाहन्छु हस् त नमस्ते धन्यवाद यहाँहरुको दिन समय राम्रोसँग जाओस्।